हेलो नानी बाबु सबैलाई नमस्कार। म फेरि पनि उपस्थित भइसकेको छु तपाईहरुको म्याथ फेसिलिटर। आज हामी कक्षा 10 को एक्सरसाइज 3.2 यानि कि ह्रास डेप्रिसिएसन भन्ने च्याप्टर हामी आज पढ्न गइरहेका छौं। त्यो डेप्रिसिएसन भन्ने च्याप्टरमा हामी के पढ्छौं भने पहिलो चाहिँ त्यो ह्रास भने के हो त। सामान्यतया ह्रास भने हामीले के बुझ्छौं भने केही न केही हराउँछ। के हराउँछ त यहाँ भने यहाँ मूल्य हराउँछ। जस्तै कुनै पनि मेसिनरी सामानको यहाँ के भनेको छ भने कुनै पनि मेसिनरी सामानको केही सामान किन्नुभयो तपाईले, त्यो सामानको प्रयोग गरिसकेपछि निश्चित समय अवधिमा केही न केही समय अवधिमा निश्चित दरमा तिनीहरूको मूल्यमा हुने गिरावट भने कमी हुनु, त्यो कमी भइसके पश्चात के हुन्छ भने त्यो गिरावटलाई नै ह्रास वा मूल्य ह्रास भनिन्छ। हामीले सिम्पलमा बुझ्ने हो भने कुनै सामान किन्यो हामीले, त्यो सामान किनिसके पश्चात त्यसको केही समयपछि त्यसको मूल्यमा हुने कमी अथवा मूल्यमा हुने गिरावटलाई यहाँ के भनिन्छ त ह्रास वा मूल्य ह्रास भनिन्छ। र हाम्रो च्याप्टरमा यहाँ पहिलो क्वेशन के छ भने यदि कुनै सामानको सुरुको मूल्य p छ, सुरुको मूल्य के छ त p छ, वार्षिक ह्रास r% छ भने t वर्षपछिको मूल्य पत्ता लगाउने सूत्र लेख्नुहोस् भनेको छ। अब हामीलाई थाहा छ t वर्षपछिको मूल्य पत्ता लगाउने सूत्र त के हो भने हामी यहाँ डाइरेक्ट पनि लेख्छौं। जस्तै t वर्षपछिको मूल्य, t वर्षपछिको मूल्य भने के होला त p अफ t होला, प्राइस आफ्टर t इयर भने हो। t वर्षपछिको मूल्य बराबर यहाँ के हुन्छ भने p इन्टु 1 माइनस r अपन 100 का पावरमा के भयो त t। अब हजुरहरूलाई एउटा कुरा के लाग्ला भने यो भन्दा अगाडिको सूत्रमा त हामीले प्रत्येकमा p इन्टु 1 प्लस r अपन 100 का पावर t पढेका थियौं। किन पढेका थियौं भने त्यहाँ वृद्धि भइरहेको थियो कि पपुलेसन पनि वृद्धि भइरहेको थियो, अनि त्यसपछि चक्रीय ब्याजमा पनि वृद्धि भइरहेको थियो, त्यही भएर त्यहाँ प्लस आएको थियो। तर यहाँ त माइनस, किनभने यहाँ त मूल्य के हुँदैछ त घट्दै छ। त्यही भएर हाम्रो पहिलो क्वेशनको सूत्र हुनेछ t वर्षपछिको मूल्य बराबर p अफ t बराबर p इन्टु 1 माइनस r अपन 100 का पावर t। र हाम्रो क्वेशन नम्बर 2 मा के छ भने नानी बाबु t वर्षपछिको मूल्य v अफ t बराबर v नट टाइम्स 1 माइनस r अपन 100 का पावर t मा r ले के जनाउँछ भन्यो। जस्तै हामीले सूत्र त यहाँ t वर्षपछिको मूल्य p अफ t बराबर p इन्टु 1 माइनस r अपन 100 का पावर t पढ्या छौं। यो पढ्नुको अर्थ के हो भने तर अर्को सूत्र अब यहाँ के आयो भने v अफ t बराबर v नट इन्टु 1 माइनस r अपन 100 का पावर t। यहाँ सिम्बल मात्रै फरक हो। p अफ t भनेको के हो भने t वर्षपछिको मूल्य, p भनेको प्राइस आफ्टर t इयर भने, यहाँ v भनेको भ्याल्यु आफ्टर t इयर, भ्याल्यु अफ एनी मेसिनरी, कुनै मेसिनरी अब्जेक्टको भ्याल्यु भन्यो भने यहाँ p भने त इनिशियल प्राइस हो। कसैले यसलाई p नट पनि लेख्ने गर्छ। जस्तै यहाँ v नट लेखेको छ, इनिशियल भ्याल्यु भन्यो कुनै अब्जेक्टको, कुनै मेसिनरीको, कुनै वस्तुको चाहिँ के भन्यो भने सुरुमा कति थियो त मूल्य, त्यही भएर त्यसलाई p भने प्राइस भने पनि भयो, v भने भ्याल्यु भने पनि भयो, इनिशियल भ्याल्यु भने हो। अनि यो 1 त 1 भयो, यहाँ पनि r छ, यहाँ पनि r छ, यहाँ 100 छ, यहाँ t छ, यहाँ पनि t छ भने यहाँ के छ त सेम छ। तर यहाँ t वर्षपछिको मूल्य v अफ t मा v नट इन्टु 1 माइनस r अपन 100 t बराबर r ले के जनाउँछ भने त r ले वार्षिक ह्रास दर जनाउँछ। वार्षिक ह्रास दर के को ह्रास दर त मूल्य ह्रास दर। यो कुनै वस्तु किनिएको छ भने त्यो वस्तु किनिएको के जनाउँछ त वार्षिक ह्रास दरलाई जनाउँछ। अब फेरि नानी बाबु यहाँ क्वेशन नम्बर 2 मा के छ भने रामले आरएस 5000 पर्ने एउटा घडी, राम भन्ने कुनै व्यक्तिले एउटा घडी किन्यो, पहिला किनेको थियो र 1 वर्षपछि भने यहाँ समय कति थियो भने 1 वर्ष 7% ह्रास दरमा बेच्यो भने ह्रास रकम कति होला भनेको छ। यहाँ तपाईलाई 1 वर्षपछि त्यो घडीको मूल्यमा कति रुपैयाँ घट्यो भने हो, त्यो 1 वर्षपछि कति भएको होला भनेको होइन। तपाईले यहाँ बुझ्नुपर्ने कुरा हो यो क्वेशनमा भने ह्रास रकम कति होला। ल क्वेशन गरौँ त। सोलुसन हियर हामीले यहाँ के छ भने घडीको सुरुको मूल्यलाई कसैले v नट पनि लेख्ने गर्छ, कसैले p पनि लेख्ने गर्छ। ल मानौ हामीले p लेख्यौं, p बराबर rs कति छ त 5000। समय, यहाँ समय कति छ भने 1 वर्ष भनेको छ, t इक्वल टु 1 इयर, YAR अथवा वर्ष लेखे पनि हुन्छ, ठीक छ। अब त्यसपछि यहाँ ह्रास दर भन्यो, ह्रास दर त के हुन्छ त r हुन्छ। यो r बराबर कति पर्सेन्ट छ 7%। तर यहाँ ह्रास रकम निकाल्नु पर्ने छ। कस्तो रकम त ह्रास रकम। यो ह्रास रकमलाई हामी के भन्छौं भने p अफ d भन्छौं बराबर वाट। हामीलाई थाहा छ हामीले t वर्षपछिको मूल्य भन्यो भने p अफ t गर्थ्यौं, तर यहाँ ह्रास रकम कतिले ह्रास भयो भनेको छ। त्यही भएर वी नो दैट हामीलाई p अफ d निकाल्नु परे पनि हामी कहाँबाट सुरु गर्छौं भने p अफ t बाट। किनभने अहिले म भन्छु तपाई पहिला हेर्नुस्, p अफ t बराबर के हुन्छ सूत्र p इन्टु 1 प्लस नै माइनस p इन्टु
1 माइनस आर अपन 100 का पावरमा टी भयो। अब यहाँनिर पी भने त कति छ 5000, आरएस हामी पछि लेखौँला 1 माइनस आर भने 7 अपन 100 का पावरमा 1 भयो। यो भनेको 5000 इन्टु यो 100 इन्टु 1 100 भयो, माइनस 7 भयो भने 100बाट 7 घटाउनु भयो भने तपाईँले कति भयो त 93 अपन कति भयो 100 पावरमा कति छ 1। अब 1 त लेख्नु र नलेख्नु के हो एउटै हो। यहाँ 5000 इन्टु 0.93। अब 0.93 लाई हामीले क्यालकुलेटरमा हान्यौँ। जस्तै यहाँ के छ भने 5000 इन्टु 0.93 भनेपछि 4650 आयो। कति आयो त 4650। अब आरएस 4650 आयो। यो मूल्य त के हो भने पी अफ टी हो, पी अफ टी। तर हामीलाई चाहिएको त 1 वर्षपछि त्यो घडीको मूल्य 4650 हुन्छ भने, तर हामीलाई त के चाहिएको पी अफ डी। अब अथवा देयरफोर लेखे पनि हुन्छ। पी अफ डी बराबर सुरुको मूल्य कति थियो पी माइनस पी अफ टी भयो। सुरुको मूल्य थियो यहाँनिर 5000, कति थियो 5000। 1 वर्षपछि कति भयो यसको मूल्य 4650 बराबर आरएस। अब यो 5000बाट तपाईँले 4650 घटाउनु भयो भने कति भयो त 350। यसको मतलब हामीले के बुझ्यौँ भने रामले किनेको घडीको मूल्य 1 वर्षपछि त्यसमा कति हरास भयो त भन्ने कुरा 350 रुपियाँ हरास भयो। लास्टमा तपाईँले देयरफोर हरास रकम बराबर आरएस 350 लेखिदिए पनि हुन्छ। नभए यसलाई अरू मिलाएर लेख्नुहुन्छ भने तपाईँहरूले यसलाई चाहिँ रामले किनेको घडीमा 1 वर्षपछि हरास भएको रकम 350 भने पनि हुन्छ। ठिक छ। अब अर्को क्वेसन गरौँ हामी। अब यो ख नम्बर क्वेसनमा के भनेको छ नानी बाबु भने यहाँ प्रति वर्ष 5% हरास कट्टी गरी मोटरसाइकल भने एउटा बाइक 1 वर्षपछि बेचियो कि समय 1 वर्ष भयो, आर कति भयो 5% भयो, बेचियो भने उक्त मोटरसाइकल कतिमा किनेको होला भन्यो। उक्त मोटरसाइकल चाहिँ कतिमा किनिएको होला भन्यो। तर यहाँ एउटा कुरा छुट्यो, के दिएको छ क्वेसनमा भने 1 वर्षपछि रु 57,000 मा बेचेको रहेछ। 1 वर्षपछि आरएस 57,000 1 1 2 3 यो 57,000 मा बेचिएको रहेछ भने यहाँ अहिले 1 वर्षपछि बेचियो भने त सुरुमा कति थियो त। मानौ कुनै एकजना व्यक्तिले एउटा बाइक 3 लाखमा किन्यो, अहिले 1.5 लाखमा बेचियो भने त सुरुको मूल्य त हामीले निकाल्नु पर्यो नि त। सुरुको मूल्य 3 लाख थियो त्यहाँ त थाहा छ, तर यो क्वेसनमा सुरुको मूल्य कति होला भने सुरुको मूल्य त हामीलाई थाहा छैन भने अब हामीले यहाँ के गर्नु पर्यो भने 1 वर्षपछिको मूल्य भने त अहिलेको मूल्य हो नि त। अहिलेको मूल्य भनेको के हो त पी अफ टी हो। यहाँ हरास दर भनेको आर बराबर कति पर्सेन्ट 5%। हरास कट्टी भन्नु र हरास दर भन्नु के हो त एउटै हो। समय टी बराबर कति दिएको छ 1 वर्ष दिएको छ। अहिलेको मूल्य अब यहाँ निकाल्नु पर्ने सुरुको मूल्य बराबर के भयो त यो भने पी हो बराबर के भयो वाट भयो। अब हामीले निकाल्नु अहिलेको मूल्य अथवा यसलाई के पनि भनिन्छ भने यो पी अफ टी भनिन्छ, किनभने यो त अहिलेको मूल्य हो नि त। 1 वर्षपछिको मूल्य हो। यो भने कति छ आरएस के छ त 57,000 छ। वी नो द्याट हामीलाई थाहा छ जे दिएको छ त्यहाँबाट सुरु गर्ने। हामीलाई के दिएको छ पी अफ टी दिएको छ। पी अफ टी भने के हो पी इन्टु 1 माइनस आर अपन 100 का पावर के भयो टी। किन 1 माइनस आर अपन 100 भयो किनकि यो त के हो डेप्रिसिएसन हो, यानी कि के हो त हरास हो। त्यही भएर यहाँ पी अफ टी कति छ 57,000 1 2 3 बराबर पी थाहा छैन। 1 माइनस आर भने कति हो 5 अपन कति भयो 100 इन्टु टाइम भने कति भयो 1 वर्ष। यसको मतलब 57,000 बराबर पी इन्टु अब 100 इन्टु 100 भयो, माइनस 5 गऱ्यो भने 95 अपन कति भयो 100 भयो। यसको पावरमा 1 छ। यो भन्नुको अर्थ 57,000 बराबर पी इन्टु 0.95। अब हामीलाई चाहिने त पी हो नि त। यो 95 को केही काम छ त 0.95 को छैनपछि यो केमा छ इन्टुमा। यहाँ गएपछि के हुन्छ त डिभाइड हुन्छ। सो द्याट हामीले 57 1 1 2 3 अपन 0.95 यो 0.95 भने के भयो पी। अब हामीले यसलाई क्यालकुलेटरमा हानौँ। एकछिन क्यालकुलेटरमा हामीले यसलाई कति हान्नु पर्यो भने 57 1 2 3 डिभाइडेड बाई 0.95 इक्वल टु 60,000, यानी कि आरएस 60 1 2 3 4 बराबर पी। देयरफोर पी बराबर आरएस 60 1 2 3। यसको मतलब त यो मोटरसाइकलको सुरुको मूल्य कति रहेछ त 60,000। कति रहेछ त 60,000। फेरि हामीले अर्को क्वेसन सुरु गर्छौँ। क्वेसन नम्बर 3 यहाँ के भनेको छ भने 16,800 पर्ने दराजको मूल्य 16,800 पर्ने दराजको मूल्य प्रति वर्ष 15% का दरले हरास भयो। आर बराबर कति पर्सेन्ट छ त 15%।
कर कट्टी गरी 2 वर्षपछि, समय कति वर्ष दियो त 2 वर्षपछि सो दराजको मूल्य कति होला पत्ता लगाउनुहोस् भने 2 वर्षपछि कति होला भने अहिले हरास रकम भनेको छैन, 2 वर्षपछिको मूल्य यानि कि प्राइज आफ्टर 2 इयर पी अफ टी निकाल्नु पर्यो। पी अफ टी निकाल्नु पर्यो भने हामीलाई थाहा छ सुरुको मूल्य के छ त, सुरुको मूल्य सोलुसन यहाँ लेख्नु होला। सुरुको मूल्य पी, कसैले भी नट पनि लेख्ने गर्छ, पी नट पनि लेख्ने गर्छ, त्यो के लेख्नु पर्यो त्यसमा खासै फरक पर्दैन, तपाईँहरूले यो गर्ने तरिका थाहा हुनु पर्यो। 16,800 अनि त्यसपछि समय के हो त टी, टाइम बराबर कति वर्ष 2 वर्ष। हरास दर भने के हो त आर हो, यो बराबर कति छ 15%। 2 वर्षपछिको मूल्य 2 वर्षपछिको मूल्य तपाईँले 2 वर्षपछिको मूल्य यसलाई के भनिन्छ त पी अफ टी अथवा पी अफ 2 लेखे पनि हुन्छ, यहाँ पी अफ 2 लेख्नु भए पनि झनै राम्रो हुन्छ। यो बराबर वाट। अब हामीलाई थाहा छ, हामीलाई के थाहा छ भने यहाँनिर के थाहा छ भने we know that पी अफ टी बराबर के हो त पी इन्टु 1 माइनस आर अपन 100 का पावरमा के हो त टी हो। यसो भइसकेपछि पी अफ टी बराबर पहिला कति थियो सुरुको मूल्य 16,800 इन्टु 1 माइनस कति पर्सेन्ट हरास दर 15 अपन कति 100 पावरमा टी बराबर कति 2। यहाँनिर पी अफ टी बराबर 16,800 इन्टु, अब यहाँ 100 इन्टु 1 100 भयो, माइनस 15 गर्नुभयो भने 85 अपन कति भयो 100 का पावरमा 2। यहाँनिर पी अफ टी बराबर 16,800 इन्टु, अब यसलाई क्यालकुलेटरमा हान्नुभयो भने तपाईँले कति आउँछ कि 85 डिभाइडेड बाई 100 गर्नुभयो भने 85 डिभाइड, अब जान्नुहुन्छ भने यो 2 वटा जेरोले यतापट्टि यो पोइन्ट डेसिमल सर्छ 0.85, यसको के हुन्छ त होल स्क्वायर। यहाँबाट पी अफ टी बराबर हुन्छ 16,800 इन्टु 0.7225। यहाँनिर पी अफ टी बराबर, अब हामीले यसलाई क्यालकुलेटरमा हान्दाखेरि यो आउँछ 12,138। यसको मतलब हामीले के बुझ्यौँ भने त्यो दराजको 2 वर्षपछि मूल्य सुरुमा कति थियो 16,800, लास्टमा लेख्छौँ देयरफोर उक्त दराजको 2 वर्षपछिको मूल्य कति हुन्छ त 12,000 आरएस छुट्यो 12,138 कति हुने रहेछ 2 वर्षपछि 12,138। त्यसपछि अब हाम्रो 3 को ख मा के भनेको छ भने भारतको कुनै कम्पनीमा उत्पादित 125 सीसीको नयाँ मोटरसाइकल नेपालमा हालको मूल्य, त्यो नेपालमा चाहिँ त्यो बाइकको मूल्य 2,50,000 रहेछ। कुनै एकजना व्यक्तिले किने हुन सक्छ र त्यो बाइक मूल्य हरास 4% भयो, हरास दर प्रत्येक वर्ष 4% भयो, तर त्यो बाइक 3 वर्षपछि त्यो बाइकको मूल्य कति होला भनेको प्रति वर्ष हरास दर छ 4% यानि कि 4%, समय छ टाइम छ 3 इयर, सुरुमा कतिमा किने रहेछ त 2,50,000 भनेपछि 3 वर्षपछि त्यो बाइकको मूल्य कति होला हामीलाई थाहा छ। वी नो द्याट, हामीलाई के थाहा छ भने प्राइज आफ्टर टी इयर थाहा छ। प्राइज आफ्टर टी इयर भने के हो त पी अफ टी हो। पी अफ टी भने के हो त पी इन्टु 1 माइनस आर अपन 100 का पावरमा के हो त टी हो। यहाँ हजुरले यही सूत्रको ठाउँमा हामीले यो सूत्र पनि लेख्ने गर्छौँ, भी अफ टी बराबर भी नट इन्टु 1 माइनस आर अपन 100 का पावरमा टी लेख्ने गर्छौँ, किनभने त्यो भी अफ टी भने भ्याल्यु आफ्टर टी इयर हो कि, भी नट भने के हो भने नट भने इनिसियल हो कि, सुरुमा कति थियो त प्राइस, सुरुमा कति थियो त 2,50,000 थियो। यहाँ पी अफ, यहाँ भी मात्रै लेखे पनि हुन्छ पी लेखे पनि हुन्छ, कुरा एउटै हो। त्यही भएर हामीले यहाँ पी अफ टी बराबर 2,50,123 कहाँबाट लेख्यो भन्नु होला, यहाँ छ इन्टु 1 माइनस आर भने 4 अपन कति भयो 100, अब यहाँ टाइम कति छ त 3, त्यही भएर यहाँ 2,50,123 इन्टु, अब हेर्नु है 100 इन्टु 1 कति भयो त 100 भयो, 100 ले 1 लाई गुणन गरे 100, यहाँ त माइनस हो 4 घटेपछि कति होला 4 घटेपछि 96, 96 ले 100 ले भाग गर्नुहोस्, 100 ले भाग गर्नुभयो भने तपाईँको कति आउँछ कि 0.96 आउँछ। त्यो 0.96 लाई तपाईँले होल क्युब गर्नु पर्यो, 0.96 को क्युब गर्नु पर्यो, क्युब गर्नुभयो भने तपाईँको कति आउँछ भने यो आउँछ 0.8847। तपाईँले एटलिस्ट पोइन्ट पछाडि 3टा अङ्क लेख्नुभयो भने राम्रो हुन्छ, अब 4 लेख्नुभयो झनै राम्रो हुन्छ। अब यसलाई इन्टु कति गर्ने त 2,50,123 गरेपछि अब आरएस कति भयो त हामीले यहाँनिर कति पायौँ भने 2,21,184, 2,21,184। यसको मतलब त्यो बाइकको 3 वर्षपछिको मूल्य कति हुन्छ भने त कति रहेछ त 2,21,184। देयरफोर उक्त मोटरसाइकलको 3 वर्षपछिको मूल्य
3 वर्षपछिको मूल्य बराबर आरएस 2,21,100 कति हुन्छ त 84 आन्सर हो। यदि तपाईँलाई यही क्वेसनमा मूल्य ह्रास रकम कति हुन्छ भने भए तपाईँ 2,50,000बाट 2,21,184 घटाउनुहुन्थ्यो। यो घटाएपछि कति आयो मानव एकछिनका लागि तपाईँको आयो 28,116 ह्रास भएको हुन्थ्यो कि। ल यो क्वेसन पनि सिद्धिएको छ। अब हामीले क्वेसन नम्बर 4 गर्छौँ। यहाँ क्वेसन नम्बर 4मा के भनेको छ, मैले क्वेसन सारिनँ नानी बाबु। यहाँ क्वेसन नम्बर 4मा के भनेको छ भने समीरले रु 30,000 पर्ने एउटा मोबाइल किनेछन्ले। तर यहाँ मैले मोबाइलको सुरुको मूल्य लेखेको छु। हजुरहरूले अब क्वेसन नलेखेको हुनाले मैले यो लेखेको मोबाइलको मूल्य लेख्नुभन्दा पनि तपाईँले सुरुको मूल्य लेखे पनि हुन्छ। यो कति रहेछ त 30,000। र उनले घरायसी समस्याले गर्दा अब घरमा केही प्रब्लम भएको होला, 2 वर्षपछि भन्यो, समय कति त 2 वर्षपछि उक्त मोबाइल वार्षिक 30% ह्रास दरले ह्रास कट्टी गरी भने त कति आर बराबर 30% बेच्नु पर्यो भने ह्रास कट्टी रकम भने चाहिँ ह्रास रकम भन्नु र ह्रास कट्टी रकम के हो त एउटै हो। त्यसलाई हामीले पी अफ डी भन्छौँ। पी अफ डी भनेको के हो त प्राइस डिप्रेस्ड प्राइस भने हो, घटेको मूल्य। तर हामीलाई म हजुरलाई एउटा कुरा के भन्नु भने यसको लागि एउटा सूत्र पनि छ। तपाईँ डाइरेक्ट निकाल्ने हो भने पी अफ डी बराबर हुन्छ पी माइनस पी अफ टी हुन्छ। यो सूत्र लगाएर तपाईँले यहाँनिर पी को ठाउँमा पी नै 30,000 भयो, पी अफ टी को ठाउँमा त्यो सूत्र लगाएर त्यहाँबाट तपाईँले गर्नुभए पनि हुन्छ। तर होइन म पहिला पिटी निकाल्छु त्यसपछि चाहिँ म चाहिँ अब त्यो पिटीबाट सुरुको मूल्य घटाउँछु भने पनि तपाईँले त्यो हुन्छ, मिल्छ भने। अब हामी तपाईँलाई म सर्टकटबाटै गरिदिन्छु यो क्वेसन। एउटा क्वेसन माथि मैले त्यस्तो गरेको थिएँ भने अब सर्टकट गरिदिन्छु। वी नो द्याट पी अफ टी बराबर के हुन्छ भने हामीलाई पी अफ टीको सूत्र त थाहा छ। पी अफ टी भने के हो, पी इन्टु 1 माइनस आर अपन 100 का पावरमा के हो त टी हो। अब यो भइसकेपछि पी अफ टी बराबर पी कति छ त 30, 1, 2, 3 इन्टु 1 माइनस 30 अपन 100 का पावरमा 2 भयो। यो पी अफ टी गर्नुभयो भने यसलाई हिसाब किताब गर्नुहुन्छ भने 30, 1, 2, 3 इन्टु यो भयो 70 डिभाइडेड बाई 100 को स्क्वायर भयो, 0.7 को के भयो त स्क्वायर भयो। यो भनेको 0.49 भयो। अब पी अफ टी बराबर इन्टु कति आयो त 30,000 0.49 इन्टु कति आयो त 30,000 1, 2, 3 यो 14,700। आरएस कति आयो 14,700। तर हामीलाई त पिटी निकाल्नु होइन नि त, हामीलाई त के निकाल्नु हो भने पी अफ डी हो कि कतिले घट्यो। यो त 2 वर्षपछि त्यो मोबाइलको रकम कति हुन्छ भने हामीलाई थाहा छ पी अफ डी डिप्रेस प्राइस इक्वल टु पी माइनस पी अफ के हुन्छ त टी हुन्छ। अब यो भनेको पी भनेको कति छ आरएस 30,000 1, 2, 3 माइनस पिटी अहिलेको मूल्य कति हो त 14,700। अब यहाँबाट तपाईँले यसलाई घटाउने हो भने माइनस 30,000बाट तपाईँले घटाउनु पर्यो भने यो आउँछ 15,300। कतिले घट्या रहेछ त त्यो कतिले घट्या रहेछ भने 15,300ले घट्या रहेछ त्यसको मूल्य। कसको मूल्य त्यो मोबाइलको मूल्य। त्यही भएर पी अफ डी हामीले यहाँनिर पी अफ डी देयरफोर भनेर यसलाई हामी बनाउन सक्छौँ। अब यसै गरी अर्को ल फेरि पनि हाम्रो 4 को खमा के भनेको छ भने अनलाइन कक्षा सञ्चालनका लागि ल्यापटप सजिलो हुने भएकाले रु 96,000मा एकजना गणित शिक्षकले नयाँ ल्यापटप किनेछ। अब ल्यापटपबाट किन क्वेसन बनाउनु पर्यो, सिकाउनु पर्यो, केही न केही गर्नु पर्यो भने ल्यापटपका लागि गणित शिक्षकले यसको सुरुको मूल्य 96,000 हालेर किनेछन्। 96,000 हालेर किनिसकेपछि त्यसमा चाहिँ हरेक वर्ष 15% चाहिँ ह्रास हुने रहेछ। अब त्यसपछि त्यो ह्रास कति वर्षसम्म भयो भने 3 वर्षसम्म भयो कि। समय कति वर्ष भयो त 3 वर्ष भयो। त्यसपछि यहाँ के भनेको छ भने 3 वर्ष प्रयोग गरेपछि बेच्दा कति रकम ह्रास भयो भने ह्रास रकम भन्यो। यहाँ हामीलाई 3 वर्षपछिको मूल्य पी अफ टी सोधेको होइन, ह्रास रकम पी अफ के सोधेको त डी। अब यहाँ चाहिँ यो क्वेसनमा म माथिको भन्दा तपाईँलाई के सिकाउँछु भने एउटा सिधै छोटो सिकाउँछु। अब छोटो सिकाउँदाखेरि हेर्नु होला है। जस्तै हामीले यहाँ के बुझ्यौँ भने पी अफ डी निकाल्ने सूत्र त के रहेछ भने पी माइनस पी अफ टी रहेछ कि नै। पी माइनस के रहेछ त पी अफ टी भनेपछि यो सूत्रलाई हामी डाइरेक्ट युज गरौँ न, हुन्छ कि हुँदैन। जस्तै अब वी नो द्याट पछि हामीले पी अफ डी बराबर हुन्छ पी माइनस पी अफ टी। अब यो भी अफ डी बराबर होला भी माइनस भी अफ टी होला। यो भने पी कति छ त आरएस 96,000 1, 2, 3 माइनस पी अफ टी को सूत्र के हो पी इन्टु 1 माइनस आर अपन 100 का पावरमा के हो त टी हो। यो आरएस 96 1, 2, 3 माइनस यहाँ पनि कति भयो 96 1, 2, 3 इन्टु 1 माइनस आर भने कति पर्सेन्ट ह्रास भएको हो हाम्रो यो क्वेसनमा 15%। 15 अपन कति भयो 100 कति वर्षसम्म 3। यो बराबर आरएस 96 1, 2, 3 माइनस एस 96,000 100 इन्टु 1 यो भने कति भयो 15 गर्दा 85। 85ले 100ले डिभाइड गरेपछि 0.85 0.85 को क्युब गरेँ है त। यहाँ मैले डाइरेक्ट गरेँ 0.85 को के भयो त 0.85 को के भयो क्युब भयो। कहाँबाट आयो भन्ने कुरा हजुरहरूले माथि गरिसक्नु भएको छ, त्यहाँबाट पनि बुझ्न सक्नुहुन्छ। माइनस अब यसलाई डाइरेक्ट गर्दाखेरि
0.85 को हामीले के गर्नु पर्यो त क्युब गर्नु पर्यो इन्टु कति गर्नु पर्यो 96000 9600 गर्नुभयो भने यो आयो 58956 यहाँबाट तपाईले घटाउने हो भने माइनस 96000 यसलाई घटाउँदाखेरि 37044 आयो कति आयो त 37 हेर्नु है मैले यहाँ गरेको छु भनेपछि यहाँ कति आयो आरएस 37044 रुपैयाँ यसको मतलब पी अफ डी को भ्यालु कति आयो त 37044 त्यो ल्यापटपको मूल्यमा कति मूल्य ह्रास भएको रहेछ 37400 भएको रहेछ कति रहेछ त 37400 अब हामी यहाँ के भन्न सक्छौं भने 3 वर्ष प्रयोग गरिसकेपछि देयरफोर 3 वर्ष प्रयोग गरिसकेपछि उक्त ल्यापटपको मूल्य आरएस 37044 ले ह्रास भयो यतिले ह्रास भयो। अब हामी क्वेशन नम्बर कति त 5 यो क्वेशन नम्बर 5 मा के भनेको छ त हेरौँ है त हाम्रो अर्को क्वेशनमा के भनेको छ भने 3 वर्ष पहिला 5 को क हो यो हामी 5 को क गर्दै छौं 3 वर्ष पहिला रु 12,50,000 मा 4 रोपनी जग्गा किने रहेछ पहिला चाहिँ 3 वर्ष पहिला चाहिँ 4 रोपनी जग्गाको मूल्य थियो 12,50,000 अब यहाँनिर मैले 1 रोपनी जग्गाको मूल्य किन निकाले भन्ने लागेको होला अब हेर्नु त 4 को 12,50,000 छ भने 1 को त कम होला कि नै भनेपछि हामीले यहाँ के गर्नु पर्यो भने 12,50,000 हेर्नु त 12,50,000 1 2 3 12,50,000 लाई कतिले हामीले कति रोपनीको निकाल्नु छ 1 किन निकाल्नु परेको हो 1 भन्ने कुरा म हजुरलाई बताउँला भनेपछि 1 रोपनीको रहेछ आरएस 3,12,500 यहाँ हामीले 1 रोपनीको किन निकाल्यौं त 1 रोपनीको किन निकाल्यौं भने हामीलाई 1 रोपनीको अहिलेको मूल्य दिएको छ कि 1 रोपनीको के दिएको छ त अहिलेको मूल्य यहाँ 1 रोपनी अहिलेको मूल्य कति छ हेरौँ है त यहाँ 1 रोपनी जग्गाको मूल्य दिएको छ क्वेशनमा यहाँ 1 रोपनी जग्गाको मूल्य दिएको हुनाले मैले सुरुको मूल्य 4 रोपनीको भए पनि सुरुको मूल्य 1 रोपनीको निकालेको हो कि नत्र हामीले यहाँ डाइरेक्ट 4 रोपनी यहाँ 1 रोपनी मिल्दाखेरि यसको युनिट मिल्ने थिएन एक एक समान हुने थिएन भने यहाँ समय कति दिएको छ समय t बराबर कति दिएको छ भने 3 वर्ष यहाँ निकाल्नु पर्ने के हो भने ह्रास दर कतिले ह्रास भयो त ह्रास दर r बराबर के भयो व्हाट अब हामीलाई थाहा छ वी नो दैट हामीलाई के थाहा छ भने जे दिएको छ त्योबाट सुरु गर्ने भनेको छु मैले धेरैचोटी जे दिएको छ भने यहाँ t वर्षपछिको मूल्य दिएको छ कि नै त्यही भएर हामीलाई यहाँ के दिएको छ त p अफ t दिएको छ p अफ t को सूत्र हो p * 1 - r / 100 का पावरमा के हो त t हो अब यसो गर्दाखेरि अब pt को ठाउँमा कसैले vt पनि लेख्छ v भने भ्यालु हो त्यही कुरा म भन्दै छु यहाँ v नट लेख्छ यो p अफ t भने अहिलेको मूल्य हो कति छ अहिले मूल्य जग्गाको भने 1,60,000 1 2 3 बराबर p भने सुरुमा कति थियो त 3,12,500 अब तपाई यहाँ सोच्नु होला कि सुरुमा त जग्गाको मूल्य 12,50,000 यो त 4 रोपनीको हो हामीले त 1 रोपनीको सुरुको हो नि त किन 1 रोपनीको सुरुको हो भने यहाँ पनि 1 रोपनीको अहिलेको दिएको छ नि त त्यही भएर अहिले 1 रोपनीको दिएको छ भने सुरुमा पनि त 1 रोपनीको थाहा हुनु पर्यो नि यहाँ 3,12,000 कति भयो त 500 भयो इन्टु 1 - r भने कति हो थाहा छैन निकाल्नु पर्ने अपन कति भयो 100 का पावरमा के भयो त t भनेको छ 3 यो 3 थाहा भइसकेपछि 3 थाहा भइसकेपछि चाहिँ अब हामीले के गर्ने त हेरौँ त है अब मैले धेरैचोटी के भनेको छु भने यदि हामीले r निकाल्नु पर्ने छ भित्र भने पहिला यो p ले यो pt लाई के गर्ने डिभाइड गर्ने यानी कि यसलाई के गर्ने त डिभाइड यसो डिभाइड गर्दाखेरि 160 1 2 3 अपन 3 12 कति हुन्छ त 500 बराबर यहाँ 100 * 1 कति भयो 100 हो माइनस कति भयो r अपन कति भयो त 100 को पावरमा कति छ 3 अब यो 3 गर्दाखेरि पहिला हामी 1,60,000 लाई भाग गरौँ 1,60,000 यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ 1,60,000 1 2 3 डिवाइडेड बाइ 3,12,500 यसलाई भाग गर्ने भने तपाईको आयो 64/125 यो भनेको 0.512 यो बराबर कति भयो भने यहाँनिर 0.512 बराबर कति भयो कि हाम्रो 100 माइनस r अपन कति भयो 100 का पावरमा 3 अब मैले के भनेको छु भने जस्तै हामीलाई x स्क्वायर बराबर 25 छ भने हामीलाई चाहिने x हो x चाहिने हो भने यो स्क्वायर त हटाउनु पर्यो x स्क्वायर हटाउँदाखेरि यहाँ के जान्छ भने x बराबर यो 2 भएको हुनाले यता स्क्वायर रुट गयो त्यही भएर 25 र यसको भ्यालु आयो ±5 भन्छ नर्मली हामी कति भन्छ 5 त्यसैगरी मानौ हाम्रो x क्यूब बराबर छ 27 भने हामीलाई त x चाहिने भने x बराबर यहाँ क्यूब रुट अफ कति हुने हो त 27 यो भने कति आउँछ त x बराबर कति आउँछ 3 त्यसैगरी यहाँ क्यूब छ भने यता आउँदाखेरि यहाँ के होला त क्यूब रुट अफ 0.512 बराबर यहाँ कति भयो 100 माइनस r अपन कति भयो 100 यसो गर्दाखेरि अब यसलाई क्याल्कुलेटरमा हान्ने हो तपाईले भने हेर्नुस् यो भ्यालु हो नि त यो भ्यालुलाई हामीले क्यूब रुटमा हान्नु क्यूब रुटमा हान्दाखेरि शिफ्ट प्लस यहाँ छ एउटा बटन सरी शिफ्ट र हामीले यसलाई क्यूब रुट भयो
512 यसलाई हान्ने हो भने कति आयो 0.8 आयो कति आयो त 0.8 बराबर 100 माइनस आर अपन कति भयो 100 अब हामीले के गर्ने हो त क्रस मल्टिप्लाई गर्ने हो यो भने कति आउँछ 0.8 इन्टु कति भयो 100 यो आउँछ 80 बराबर कति भयो 100 माइनस आर 80 कसरी आयो 100 लाई 0.8 ले इन्टु गरेको हो नि हामीलाई चाहिने आर हो नि यो आर यता ल्याउनु पर्यो माइनस चाहिँ यहाँ आएपछि के हुन्छ त प्लस अब यसलाई कहाँ लाग्नु पर्यो उता यो 100 माइनस कति भयो 80 भयो अब 100 बाट 80 घटेपछि कति हुन्छ 20% कति रहेछ त हरास दर 20% यानी कि हामी के भन्न सक्छौँ भने यही नै आन्सर भन्न सक्छौँ अब यहाँ तपाईँ देयरफोर लेख्नु होला अब भिडियो लामो हुन्छ मैले धेरै लेखिनँ यो क्वेसन नम्बर 5 को ख मा के भनेको छ भने एकजना मानिसले 5000 तिरेर एउटा घडी किन्यो अरे कि त्यही भएर 5000 तिरेर एउटा घडी किन्यो 3 वर्षपछि बिक्री गर्दा 625 मात्रै पायो अरे कि कति पायो त तपाईले 3 वर्ष अगाडि एउटा घडी किन्नुभयो भने त घडीको सुरुको मूल्य कति रहेछ त 5000 तपाईले त्यो घडीलाई कति वर्ष लाउनु भयो 3 वर्ष लागिसकेपछि तपाईले अहिले बेच्दा त्यो घडीको मूल्य तपाईले कति मात्रै पाउनुभयो 625 भनेपछि कतिले हरास दर भयो मैले धेरैचोटि क्वेसनमा के भन्ने गरेको छु भने जे दिएको छ त्योबाट सुरु गर्ने हामीलाई यहाँ के दिएको छ p अफ t दिएको छ वी नो दैट p अफ t बराबर कति दिएको छ rs 625 दिएको छ 625 दिएको छ भने हामीलाई p अफ t को सूत्र थाहा छ p अफ t भने के हो p इन्टु 1 माइनस r अपन 100 का पावरमा t बराबर कति भयो rs कति 625 यहाँ p कति हो त अब यहाँनिर तपाईले यो p ले त वास्तवमा यहाँ गएर डिभाइड गर्नुपर्ने हो नि त ल एकछिनका लागि म लेखिदिन्छु घडी कतिमा किने हो 5000 मा किनेको 1 माइनस r थाहा छैन अपन कति हो 100 यहाँ पावरमा कति छ t भने कति हो 3 बराबर कहाँबाट लेख्नुभयो होला माथि दिएको छ है फेरि अब हामीले यस्तो देख्यौँ भने यसले त के गर्ने हो भाग गर्ने हो यहाँ के भयो 1 माइनस r अपन 100 का पावरमा 3 बराबर 625 अपन कति भयो 5000 यसलाई भाग गर्नुहुन्छ अब यसलाई इन्टु गर्ने नगरे पनि हुन्छ भनेपछि यहाँ कति भयो 100 माइनस r अपन कति भयो 100 बराबर यो क्यूब हो यो क्यूबलाई हटाउनु भयो भने त यहाँ के जान्छ त क्यूब रुट जान्छ क्यूब रुट गयो भने यो 625 लाई 5000 ले भाग गर्ने यो 625 लाई 5000 ले भाग गर्दाखेरि 625 भाग कति भयो त 5000 यसलाई भाग गर्दाखेरि तपाईको भित्र आयो 0.125 अब तपाईले क्याल्कुलेटरमा 100 माइनस r अपन 100 बराबर क्यूब रुट हान्नुभयो भने तपाईले क्यूब रुट हानिसकेपछि कति आउँछ त बाहिर भने यो आयो 0.5 आयो 0.5 अब हाम्रो उद्देश्य के हो यो 100 ले 0.5 लाई के गर्ने हो इन्टु गर्ने हो 100 माइनस r बराबर 0.5 ले इन्टु गर्दाखेरि कति हुन्छ थाहा छ 0.5 ले इन्टु गर्दाखेरि यो कति हुन्छ 50 हुन्छ तर हामीलाई चाहिने के हो हामीलाई चाहिने r हो r भनेपछि यो माइनस छ यसलाई उता लग्यो भने के होला प्लस होला भनेपछि 100 माइनस यो 50 यता आयो भने के होला 50 बराबर कति भयो r यहाँबाट अब हेर्नुस् यहाँ ठाउँ छैन मैले यता लेखेँ यता गर्दाखेरि के भयो भने पहिला 100 बाट 50 घटाउँदा कति भयो 50 बराबर यहाँ कति भयो r यहाँलाई त हामी के भन्न सक्छौं देयरफोर r बराबर कति पर्सेन्ट भन्नु 50% लास्टमा तपाईले लेख्नुपर्छ है अतः अथवा देयरफोर उक्त घडीको ह्रास दर कति रहेछ देयरफोर अथवा अतः एकदम राम्रो भाषा यस्तो अतः उक्त घडीको प्रति वर्ष ह्रास दर कति प्रतिशत रहेछ 50% रहेको छ यही नै के हो त आन्सर अब यसै गरी अर्को क्वेशन छ अब यहाँ क्वेशन नम्बर 6 मा के भनिएको छ भने यो क्वेशन नम्बर 6 मा केही वर्ष पहिला आरएस 4 लाखमा किनेको छापाखाना एउटा प्रेस किनियो रे केही छाप्नेवाला छापाखाना किनियो प्रत्येक वर्ष 30% ले हरास भएको छ भने यहाँ सुरुको मूल्य कति दियो भने सुरुमा त्यो छापाखाना 4 लाखमा किन्यो त्यही भएर यहाँ सुरुको मूल्य हामीले सुरुको मूल्यलाई त p भन्ने गर्छौं अथवा यसैले हामीले v नट पनि भन्ने गर्छौं अथवा यसैले हामीले p नट पनि भन्ने गर्छौं के जे लेख्नुहुन्छ हजुरहरुको इच्छा गर्नु होला यहाँ हामीले कति लेख्यौं त 2 3 4 यहाँ कतिमा किनेको रहेछ 4 लाखमा र यहाँ हरास दर कति छ हरास दर भने के हो त r हो कति पर्सेन्ट छ 30 कहाँबाट हेर्नुस् त इक्वेसनबाट र अहिलेको मूल्य भने त अहिलेको मूल्य भनेको त यसको p अफ t हो नि p अफ t हो कि नै अथवा t वर्षपछिको मूल्य पनि त भन्न सकिन्छ नि यसलाई t वर्षपछिको के त मूल्य पनि हो यसको अर्को नाम भनेपछि यो कति भयो त आरएस 1,96,123 पहिला 4 लाखमा किने रहेछ कति वर्षपछि 1,96,000 भयो भन्यो अब यहाँ निकाल्नु पर्ने के छ समय t बराबर वाट मैले के भनेको छु भने यहाँ अकॉर्डिङ टु क्वेशन लेखे पनि हुन्छ लेख्नु पर्ने त त्यही हेर्नुस् अकॉर्डिङ टु क्वेशन यहाँ क्वेशनले के भनेको छ भने प्रश्न अनुसार p अफ t दिएको छ के p अफ t कति दिएको छ भने यहाँ p अफ t बराबर rs 196,123 दिएको छ 1,96,000 दिएको छ यहाँ कम्मा मिलाएर लेख्नु होला 1 लाख तर p अफ t को सूत्र थाहा छ नि हामीलाई p इन्टु 1 माइनस r अपन 100 का पावरमा के भयो त t बराबर rs 196,123 तर यहाँ के गर्ने हो हामीले t निकाल्नु पर्यो r निकाल्नु पर्यो भने पहिला p ले डिभाइड गर्नुपर्छ यसो गर्दाखेरि 1 माइनस
आर भने कति छ त यहाँ आर भनेको 30 अपन कति 100 का पावरमा टी थाहा छैन बराबर यो पीले यहाँ डिभाइड हुने हो त 196123 अपन कति पी लेख्छु म पी लेख्दैन म पी भने कति हो त यो पी भने कति हो त 4 लाख हो 12123 भनेपछि अब यो 4 कहाँबाट लेख्नु यो पी कहाँ गयो यो पीले यहाँ डिभाइड भयो डिभाइड हुनु भने त पीले पी भने त कति छ 4 छ 100 इन्टु यहाँ गर्दाखेरि 100 भयो 30 घट्यो यो भने 70 अपन कति भयो त 100 का पावरमा कति भयो टी बराबर अब यहाँ काट्दाखेरि तपाईँको कति भयो 3 जिरोले 3टा जिरो काटियो ठिक छ 3टा जिरो काटियो भने अब यहाँ भयो 196 अपन कति भयो त 400 भयो अब यहाँनिर पनि एउटा जिरोले एउटा जिरो काटियो यहाँ 7 अपन कति भयो त 10 का पावरमा कति भयो 3 बराबर 196 अपन कति भयो 400 अब हजुरलाई म यहाँनिर दुईटा कुरा सिकाउँछु हेर्नु पहिला हजुरलाई एउटा सजिलो तरिकाबाट भनिदिन्छु एउटा अर्को तरिकाबाट भन्छु यहाँनिर टी को भ्यालु निकाल्ने एउटा हुन्छ यहाँ 7/10 छ त लोएस्ट फर्म भने यहाँ पनि 7/10 कै फर्ममा निकाल्नुपर्छ किनभने हामीलाई थाहा छ a का पावर x बराबर a का पावर y भएपछि हामी x बराबर के लेख्न सक्छौँ y कसरी भने इफ द बेस आर इक्वल देन द पावर आर इक्वल अथवा इन्डिसिज आर के हुन्छ त इक्वल हुन्छ भनेपछि यो 196 लाई तपाईले 4 ले भाग गर्ने हो भने 4 ले भाग गर्ने हो भने यो हुन्छ 49 यो 400 लाई 4 ले भाग गर्ने हो भने यो कति हुन्छ त 100 यो भने कति भयो 49 अपन कति भयो 100 भयो यसलाई हामीले गर्ने हो भने 7/10 का पावरमा टी 49 भने त 7 को स्क्वायर हो किन हेर्नु त 7 को स्क्वायर भने कति हो 49 हो अपन 100 को 10 को स्क्वायर भने कति हो 10 को स्क्वायर भने कति हो त 100 यसको मतलब यो कति भयो 7/10 को होल स्क्वायर भयो यहाँ 7/10 यहाँ पनि 7 अब यो स्क्वायर यहाँ 7 चाहिँ कति भयो 49 10 10 चाहिँ कति भयो 100 यहाँबाट हामी देयरफोर टी बराबर कति लेख्न सक्छौँ भने टी बराबर हामी लेख्न सक्छौँ यहाँनिर 2 इयर कति वर्ष रहेछ त 2 वर्षमा त्यसको मूल्य ह्रास भएर कति हुन्छ त 1,96,000 तर यो तपाईलाई थोरै अप्ठ्यारो लाग्छ भने यहाँनिरबाट हामी यहाँ त पुगेका छौँ हेर्नुस् कहाँ पुगेका छौँ भने 7/10 का पावरमा टी बराबर यहाँ छ 196/400 सम्म पुगेका छ भने यो पुगेका छ भने यहाँ केही जानिन्न भने पहिला यो 7 लाई 10 ले डिभाइड गर्नुस् यो हुन्छ 0.7 का पावरमा टी बराबर 0.7 का पावरमा टी भइसकेपछि यतापट्टि हुन्छ 196 डिभाइडेड बाइ 400 गर्नुभयो भने तपाईले यसको भ्यालु आउँछ 0.49 आउँछ 0.49 अब हाम्रो उद्देश्य टी को भ्यालु निकाल्ने भने पहिला यहाँ जति छ यतापट्टि पनि त्यति नै बनाउनु यहाँ 0.7 छ यहाँ 0.7 छ त छैन यहाँ 0.7 का पावरमा टी छ भने अब पहिला तपाईले यहाँ जति छ यहाँ त्यति लेख्ने 0.7 लेख्नु ल अब 0.7 लेखेपछि हेर्नुस् है यहाँ जति छ यहाँ त्यति नै लेख्नुस् क्याल्कुलेटरमा हेर्नुस् तपाई जस्तै यहाँ के छ भने 0.7 छ यहाँ ध्यान दिएर हेर्नुस् है 0.7 को पावरमा यहाँनिर मैले पावरमा 1 राख्यो भने कति आयो त 0.7 यसको मतलब यसको पावरमा 1 राख्दा मिल्ला त मिल्दैन किनकि हाम्रो आउनु पर्ने कति हो 0.49 0.7 को पावरमा 1 राख्दाखेरि कति आयो 0.7 नै 0.49 सँग मिल्यो त मिलेन एकछिन कति राखौँ भने 2 राख्ने एकछिन 3 राखौँ न मिल्छ किन 0.7 का पावरमा कति राखेँ कि 3 राखेँ मैले 3 राखिसकेपछि कति हुन्छ हेर्नु है 3 राखिसकेपछि कति आयो यो भने 0.343 यहाँ 0.343 भने त ठुलो भइहाल्यो के यो पनि मिलेन भनिसकेपछि अब हामीले जानु पर्यो 0.7 का पावरमा एकछिन 2 राखौँ न 2 राखेपछि कति आयो त यो भनेको 49/100 0. ठ्याक्कै मिल्यो नि त्यही भएर यहाँ टी अब कति राखेँ मैले 2 यो र यो बराबर भयो भने यो बराबर त यो लेख्न सक्छौँ देयरफोर टी बराबर कति भयो त 2 इयर हो यसरी पनि निकाल्न सकिन्छ यो तपाईलाई थोरै सजिलो लाग्दा यसलाई हुन्छ चेक गरेर लेख्ने मेथड अब क्वेशन नम्बर 6 को ख मा के भनिएको छ भने एउटा कारको मूल्य भन्यो कारको सुरुको मूल्य दिएको छ 8 लाखमा कुनै एउटा व्यक्तिले सुरुमा किने होला त्यो कार कतिमा किने रे 8 लाखमा ह्रास दर त्यो कारको ह्रास दर कति भइराछ रे 10% पर इयर भइराछ भने अहिलेको मूल्य त्यो कारको कति रहेछ भने 5,83,000 सुरुमा कार 8 लाखमा किनेको छ भने अब केही वर्ष चलाएपछि यो त जमिन होइन नि त एप्रिसिएसन हुनका लागि यो त डिप्रिसिएसन हो यो घट्यो भने टी वर्ष पछिको मूल्य भन्नु र अहिलेको मूल्य भन्नु त त्यही कुरा हो नि त त्यही भएर मैले यहाँ के लेखिदिएँ भने टी वर्ष पछिको मूल्य पी अफ टी बराबर 5,83,200 यहाँ निकाल्नु पर्ने समय टी बराबर भयो हामीले के भनेको छौँ भने जे दिएको छ त्योबाट सुरु गर्ने अकर्डिङ टु क्वेसन अथवा प्रश्न अनुसार लेखे पनि हुन्छ अथवा प्रश्नानुसार लेखे पनि हुन्छ प्रश्नानुसार लेखे पनि हुन्छ यो तपाईँ अब थोरै गणितमा त्यस्तो भाषा धेरै हेरिदैन यहाँ के दिएको छ भने हामीलाई थाहा छ नि पी अफ टी दिएको छ कि पी अफ टी को कति दिएको छ भने पी अफ टी चाहिँ कति दिएको छ भने यहाँ 5,83,200 दिएको छ र पी अफ टी को सूत्र त थाहा छ नि त हामीलाई के थाहा छ भने पी इन्टु 1 माइनस आर अपन 100 का पावरमा के हो त टी बराबर आरएस 5,83,200 अब मैले के भनेको छु भने आर निकाल्नु परोस् वा टी सबभन्दा पहिला पीले के गर्ने डिभाइड गर्नु भने त यहाँ जाने यो गर्दाखेरि 1 माइनस आर कति छ 10
अपन कति भयो 100 पावरमा कति भयो टी बराबर यहाँ आरएस 5,83,200 भागा कति भयो भने कति छ त 8 लाख भयो। 1 2 3 आरएसले आरएस काटिए जस्तो सम्झिनुहोस्। अब नलेखे पनि हुन्छ, माथिबाट 100ले 1लाई गरे 100, 10 घट्यो भने 90 अपन कति भयो 100 का पावरमा कति भयो टी। अब 5,83,200 लाई भाग गर्नु पर्यो। यो 5,83,200 भागा चाहिँ तपाईँले 8 1 2 3, अब म यहाँ 2 0ले 2 0 काट्न सक्थेँ, अब त्यसो नगरे पनि हुन्छ। डाइरेक्ट गर्नुभयो भने 5 गर्नुभयो भने यो कति आयो 729 भागा 1000, 729 भागा कति आयो 1000। तपाईँले यहाँसँग मिलाउने भने यस्तो लेखे पनि हुन्छ, नत्र यसलाई पोइन्टमा लेख्नुभयो भने 0.729 0.729 लेख्नुभयो। तर यहाँ त के छ भने हाम्रो के छ कि यहाँ त यो 90 लाई पनि 100ले डिभाइड गर्दाखेरि 0.9 का पावरमा टी बराबर 0.729 आयो। अब हामीले निकाल्नु पर्ने टी को भ्यालु हेर्नुस्। टी को भ्यालु हो भने यहाँ 0.9 छ त यी 0.9 का पावरमा टी त लेखे, सुरुमा यहाँ लेख्नुस्, यहाँ जति छ त्यतिकै यहाँ लेख्नुपर्छ 0.9 लेख्नुभयो। अब तपाईले 0.9 लाई 1 दिएर हुन्छ कि 2 को पावरमा 2 दिएर हुन्छ कि 3 दिएर हुन्छ, यसको भ्यालु 0.729 जति निकाल्नु पर्यो। एकछिनको लागि हेरौँ है त। 0.9 राखेँ मैले, 0.9 को पावरमा 2 राखेँ, 2 राखेँ भने यो कति भयो 0.81 मिल्यो त 81 सँग मिलेन। एकछिन 3 राखौँ, 0.9 को पावरमा कति राखेँ मैले 3 राखेँ, 3 राख्ने बित्तिकै हेर्नु त मिल्यो 0.7। अब यहाँ कति होला त 3। अब यो 0.9 कहाँबाट लेख्यो भन्नु होला, कहाँबाट लेख्यो नसोच्ने, यहाँ जति छ त्यतिकै यहाँ लेख्ने कि। त्यही भएर यहाँ टी बराबर कति आयो त 3 इयर, कति वर्ष आयो 3 वर्ष। यसको मतलब हामीले के बुझ्यौँ भने त्यो कारको मूल्य 8 लाखबाट घटेर 5,83,200 हुनका लागि कति चाहिने रहेछ त समय 3 वर्ष। थ्याङ्क यू भेरी मच फर टुडे। थ्याङ्क यू, सी यू अगेन in part 2.